छोरीले माम खायो ल अब ज्ञानी भयो हाँस त ल कस्तो राम्रो यस्तो ज्ञानी मान्छे रुन हुँदैन नि त है मामसँग के खायो चुइङ्गम के त के खा छैन माम खाएन घरमा माम खाएन खायो के खायो एक प्याकेट रोपिया के खायो छोरी रोपिया के भन्नुभएको के खायो रे रोपिया खाएको भने ए ल ल ठिक छ ल मैले बुझेँ हजुरले के भन्नुभयो मैले बुझेँ अनि यहाँ सुन न मम्मीको नम्बर कति हो त फोन गर्न फेरि भन त 2 अनि 5 अनि ल भयो ल म 10 11 12 13 14 15 मा फोन गरिदिन्छु हस् अनि छोरीलाई सुप्रभातलाई लिन आइसु भन्छु हस् ल हाँसिदेऊ त ल अब ज्ञानी पनि भइदेऊ नि त ल म नि त कस्तो ज्ञानी छोरी रुन हुँदैन हस् मामसँग के खाएको रे अनि रोपिया प्याज रोपिया के हाँस ल जे खाए पनि छोरीको पेट टन्न भयो अब ल हाँस हस्